रक गार्डनमा चाहिँ हाम्रो एक्सर्साइज गर्ने ठाउँ पनि रहेछ। रक गार्डनको नाम बुङ्गालुङ भने जस्तै बुङ्गालुङमा हाम्रा बुङ्गाहरू आएर एक्सर्साइज गर्न थालिसके। हुन त सबै केटाकेटी नै छन्। अब यहाँ एक्सर्साइजको सेट हान्दै छन्। घरमा 9 बजेसम्म सुतेर एउटा जिन्दगीमा एक्सर्साइज नगर्नेहरू पनि आज चाहिँ एक्सर्साइजमा अब तल्लीन भएका छन्। यो हाम्रो बुङ्गालुङमा आएर बुङ्गाहरूको एक्सर्साइज गराइ देख्दा यिनीहरूले आजै सिक्स प्याक निकालेर जान्छन् कि जस्तो लाग्न थालिसक्यो मलाई। आज एक दिनमै बडीमा आर्नोल्डै बन्छन् जस्तो लागेको छ। हाम्रो पाहाडमा चकचक गर्ने बाँदरले पनि आज एकदम सही चिज भेट्नुभएको छ, सही मेसिन भेट्नु भएको छ। एकचोटि देखाइदिउँ सर कसरी एक्सर्साइज के खुट्टाले ठेल्ने हो, हातले तान्ने हो, के हो भनिदिउँ। सिकाउँ कन्नु पनि पर्छ। ए ठिक छ ल। यो कसरी चलाउने सर? हाम्रो उहाँ चाहिँ जिम ट्रेनर होइन? अगाडि राखेपछि खोइ सरलाई नै आएन कि के हो? अगाडि राखे अगाडि एक्जाम चाहियो नि त। त्यो भयो। त्यो सर कसरी चलाउने हामीले? ए खुट्टाको मात्रै एक्सर्साइज। त्यो चाहिँ सरलाई अघि चलाएको मैले देखाएको थिएँ। खोइ त अनि उल्टो चाहिँ होला, सुतेर चाहिँ हो। ढाडबाट चाहिँ ढाडको एक्सर्साइजको लागि त्यता खुट्टा राखेर सुतेर होला क्या? त्यसरी हो, त्यसरी त्यसरी चाहिँ अनि त्यसरी। अब टाउको तल, टाउको एक्सर्साइज होला नि त, तल छिरेर अनि अब होइन रहेछ। ठिक छ। यहाँ चाहिँ के हो अब यो सर? अनि यो चाहिँ के हो? लेग स्ट्रेचर सबमा लेखेको छ कसरी गर्ने भनेर। कस्तो लेग स्ट्रेचर? यी भाँचिँदैन खुट्टा चाहिँ नाम छ लेग स्ट्रेचर। केटाकेटीहरूलाई अब आउनु चाहिँ आउँदैन, अब त्यो पनि सिकाइदिए। यहाँ एक्सर्साइजहरू छ। हाम्रो माता उहाँ खोइ के गर्दै हुन्छ। तर मलाई जहाँसम्म लागेको छ हाम्रो बाँदरजीले चाहिँ आजै सिक्स प्याक निकालिसक्नुहुन्छ जस्तो लागेको छ मलाई। चढ्न ओर्न जस केहीमा छोड्नुहुन्न उहाँले। उहाँ जस इनर्जेटिक मान्छे। ब्याग बोक्नु पऱ्यो भने बल छैन भन्नुहुन्छ त, त्यस्तोमा चाहिँ चढिराख्नु भएको छ उहाँ। ल